once again let's just understand for a while हाम्रो चाहिँ के थियो भने हाम्रो परिवारभित्र अब परिवारभित्र नै भनौँ होइन त्यो परिवारको नसरी जिम्मेवारी चाहिँ हाम्रो गर्नेमा अलिकति टु मच केयरलेस होइन नभए आजको दिनमा म कहाँ हुन्थेँ कसो हुन्थेँ के गर्थेँ के गरिसक्थेँ अनि मैले एउटा फ्युचर डिसाइड गरिसकेका हुन्थेँ र मेरो इच्छा यति मेरो इच्छाले साथ दियो भने आई थिङ्क यति मेरो इच्छाले अब म नै हो म नै हो सो मलाई के लाग्छ भने म नै हो एउटा जिम्मेवारी पनि एउटा मन एउटा सन एउटा ब्याड स्याट एउटा र त्यति सजिलो म हराउने व्यक्ति पनि होइन त्यसमा मैले झुक्दैन इच्छा र हेर्न सक्नुहुन्छ तपाईँ यहाँ फुलको बगैँचा ठुलो फुलमा त्यस्तै हो म एक फोनमा हान्दैछु मेरो आँखा तिर्मिसक्यो होइन दुई तिनचोटि शिवफुलित भइसक्यो त्यही पनि म 3-4 चोटि गुरुले मलाई एकचोटि दिनुभयो गुरुले मलाई 2 चोटि दिनुभयो सायद 3 चोटिको लागि त म सक्दिनँ पनि होला है यसरी यो साह्रै नै विचित्र थियो यो कसम एकैचोटि देख्ने आइदियो होइन मलाई चाहिँ कस्तो भयो भने त्यहाँ अब न लाग्थ्यो क्या होइन अनि साथीहरू त्यस्तै हो अनि मलाई चाहिँ चिलले सुन उडायो क्या दुईपटक तिमीले के अरे कुकुरको औषधि खाँदाखेरि अझै समस्या छ धेरै समस्या छ समस्याको बारेमा कुरा गर्दाखेरि ब्लग बन्दैन